नमस्कार शुभ बिहानी गुड मर्निङ। नेपालको कानुन रमिता छ यहाँ। हेर दुर्गा पर्साई आराध्य गरे दुनियाँ गरे भनेर पुलिस प्रशासन धरपकड गर्यो, समाजले ल्यायो। अदालतले म्याद थप्न मारेन। शरमको कुरो यहाँ छ। त्यही भएर हामीले बारम्बार यो प्रश्न उठाइराखेका छौँ कि अदालतको सफाइ गर्न पहिले जरुरी छ। यिनी कालाकोटेलाई भटाभट चाहिने भनौँ, पार्टीका जति पनि झोले छन् सबैलाई अनुसन्धानको दायरामा ल्याएर भटाभट चाहिने भनौँ यिनीहरूलाई निकाल्न जरुरी छ। टाइम दिने, यति समयभित्र अदालतको इजलासबाट खाली गरौ भनेर टाइम दिएपछि नयाँ भर्ना गर्ने सिस्टम जबसम्म ल्याउँदैन तबसम्म यही प्रक्रिया चलिरहन्छ र मान्छेको झन् आत्मबल बढेर जान्छ। अदालत छ हाम्रो छोडिहाल्छ भन्ने छ। यस्तो प्रवृत्तिले चाहिने भनौँ समाजमा शिष्टता र सहिष्णुता र चाहिने नागरिकमा एकताबद्धता जाग्दैन र चाहिने अहिंसाको मनोवृत्ति हरेक नागरिकमा बढ्दै जान्छ। जस्तै शर्म संस्कृति पार्टीमा बढिरहेको छ, रापरका केही नेता बढिरहेको छ, अरू यस्तै चाहिने अराजक तत्त्वहरू सल्भइरहेका छन्। तर पुलिसले बडा मुस्किलले कसैलाई चाहिँ समात्छ, त्यसपछि अदालतमा गएपछि उसले रिहा हुन्छ। भ्रष्टाचारी केसमा यही भइरहेको छ। यस्तो प्रवृत्ति जबसम्म हाबी रहन्छ तबसम्म कुनै पनि अर्थ छैन जो कि पुलिस प्रशासनले समातेर कुनै व्यक्तिलाई अदालतमा बुझाउँछ। कालाकोटे यति शरमहारा छन् कि उनले देश पनि को बेच्ने पनि सौदा गर्छन् र यो सरकारको खिलाफमा उनीहरू भित्रभित्रै मोर्चाबन्दी गरिरहेको अवस्था छ। यस्तो विकराल स्थिति देशमा छ। हाम्रो सरकार रमिते बनेर हेर्न विवश छ। यानि कि कुनै हत्कण्ड चलाउन अहिलेसम्म अदालतमा सकेको छैन। बहुत मुस्किल एउटा प्रधान न्यायाधीश नियुक्ति गरौँ तर उसको पनि त्यहाँ केही चल्नेवाला छैन। अझै पनि पुरानै चाहिने शासन सत्ता हाबी छ। पुलिस प्रशासनमा पनि त्यही चिज हाबी छ। कर्मचारी तन्त्रमा त्यही चिज हाबी छ। अब स्थानीय तह त उनकै भइहाल्यो, त्यसै हाबी छ। कहाँबाट सरकारको काम र कर्तव्य चाँडो छिटो र छरितो हुन्छ र जनतालाई चाहिने भन्नु पऱ्यो सरकार छै भन्ने कुरा चाहिने भन्नु चिनाउनको लागि कसरी सक्छ। हामीले त बाहिरबाट हेर्दा हाम्रै सरकार चाहिँ भनेका छौँ, स्वतन्त्र पार्टी सरकार चाहिँ भटाभट गर्छ अब काम भनेका छौँ। कामका पनि सुरुवात गरेको छ तर कुनै पनि काम यथार्थमा निष्कर्षमा पुगेका छैन। किन भन्दाखेरि सबैतिर झोलेर बिचौलिया पुराना पार्टीका दास र चम्चेले सरकारी निकायभरि सबै भरिएको छ। हस्पिटलदेखि हरेक ठाउँमा उनको चाहिने भनौँ दबदबा छ। त्यस कारणले सरकारले काम गर्न सके। बारम्बार चाहिने भनौँ एउटा पुद्दो मरे पनि राजीनामा आएका छन्। कोही मान्छे घटना गरेर आफै चाहिँ आत्महत्या गरेर मरेको पनि राजीनामा आएका छन्। बाढी आउने राजीनामा आएका छन्। किन यिनलाई अपाक्ष भइरहेको छ? बाइचान्स सरकारले चाहिने कर्मचारी तन्त्रमा हेरफेर गर्न सफल हुँदाका दिनदेखि यिनको दिनमा ढ्याङ्ग्रो गर्न सुरु गर्छ। उनलाई यो प्रश्न थाहा छ। पर्सेन्ट पनि रिसिँदै हिँडेका छन्, झक्किँदै हिँडेका छन्। अब फेरि काङ्ग्रेसतिरबाट टाँसिन्छन्, फेरि एमालेतिर टाँसिएका छन्। अरू जति पनि वाम घटक छन्, जति पुराना पार्टी छन् सबैसित टाँसिएका, नयाँ पनि गर्दै टाँसिएका मिसिएका छन्। होइन यो त जात्रा भयो क्या जात्रा। अब भनेको महेन्द्र पथमा नगएसम्म देशले प्रगति गर्ला जस्तो मलाई त लाग्दैन। अब यस्तै हुँदै जाने हो भने सरकार बदनाम हुँदै जान्छ। त्यो स्थानीय तहबाट पनि हाम्रो हातबाट फुस्किन्छ। किन नागरिकमा त्यो भरम चाहिँ छरिराखेका छन् कि त्यो नागरिक एकपल्ट सोच्न पनि बाध्य हुन्छ। किन भ्रष्टाचारी दलाल चोर तस्कर माफियाहरू धेरै छन्। माफिया धेरै हुँदा बित्तिकै उनीहरूलाई फाइदा भनेको पुरानो सरकारबाट हुन्छ, नयाँ सरकारबाट फाइदा हुन्न। त्यस कारण यो कदम चाहिँ चाल्छ। यसमा सरकारले धेरै चाँडै विचार गर्नुहोस्।